हेलो एभ्रिवान, आज चाहिँ हामी असन बजार घुम्न आएका छौँ काठमाडौँ बुढाबुढी मिलेर। तरिकाको छ यहाँ असन बजार। हो गया है भाई, कंक्रीट काट सब मिलेर यहाँको घरहरू एकदम पुरानो छ भने यहाँ कलात्मक वस्तुहरू पनि बेच्न राखेका छन् र यहाँ तपाईले देख्न सक्नुहुन्छ एकदमै पुरानो चिजहरू एकदम कलात्मक रूपले बेच्न राखेको छ। यसको त मलाई यो फुल जस्तो के यस्तो यो रिबन जस्तो के त्यो त कालो छैन, यो कलर छ कालो भयो त्यो अझै राम्रो थियो। कालोसँग म्याच हुन्छ नि त के स्ट्यान्डर्ड कलर छ। जुत्ता त राम्रो छ जुत्ता त यो डिजाइन एकदम राम्रो छ, कलर कालोमा भएको भए अझै राम्रो हुन्थ्यो। यो 40 साइजको निकाल्दिनु। 40 साइज छ हेर त छ कि 49 चाहिन भने मलाई 39, तर यस्तो सुजहरु जस्तो कक्सु जुस भयो के यसमा त अलिकति मलाई डिजाइन मन पर्दैन। 40 को यो ब्ल्याक पनि राम्रो हुन्छ, पिङ्कमा पनि 40 के म एकचोटि लाउँदा त्यो मोजा खोलेर पनि लाने मोजा खोलेर चाहिँ ठिकै हुन्छ, मोजा लाएर चाहिँ अलिक टाइट हुन्छ, पल्लामा लुज हुन्छ। जुनै पनि स्पोर्ट्स सुजहरू जे पनि गर्ने टेप काट्न लाग्छ। भनेको असन बजार सबै पुरानो घरहरू भयो है, जमाना गयो।
आज भिड अझै कम रहेछ, नभए यहाँ त खुट्टा टेक्ने ठाउँ पनि हुन्थेन। यतिको यो ठिक्ककै हो, आज त्यस्तो धेरै भिड होइन, तर यहाँ चाहिँ नर्मली चाहिँ एकदम धेरै भिड हुने गर्छ। हामी दुईजना चाहिँ बिचबिचबाट छिर्दै हिँडिरहेका छौँ यहाँ ठाउँ नपाएर। अब बाटो पनि उस्ता उस्तै देखिन्छ, अझै नयाँ मान्छेहरू आउनुभयो भने त यहाँ झुक्किनुहुन्छ। यस्तै कलात्मक कुराहरूले नै आन्तरिक तथा बाह्य पर्यटकहरूलाई एकदम आकर्षित गर्छ यो ठाउँमा। यहाँ धेरै पर्यटकहरू आउनुहुन्छ यी चिजहरू हेर्नको लागि। बसन्तपुर भनेको यही होइन? आज मौसम पनि एकदम बादल लागेको जस्तो छ होइन, अब पानी पर्न नि सक्छ, त्यही भएर हामीले छाता लिएर आइरहेको छौँ। अब यो अब मौसम हेर्ने हो भने यस्तो बादल लाएर होइन ढकमक्क भएछ काठमाडौँ। यो बादलले बिताउला जस्तो छ, आज पानी पऱ्यो भने त भिजिन्छ क्या हो। हनुमान ढोका यहाँ पहिला हाम्रो ठुलोबाबा काम गर्थ्यो, आर्मी थियो, आर्मीमा यहाँ कार्यक्रम यहाँ दसैँमा खुद्रा मेला लाग्छ नि त फुलपातीमा। गोर्खादेखि यहाँ भनेको गोर्खादेखि फुलपाती उठाएर हालेर पूजा गर्छु। रागो खसी बोरा सब काट्छ, सबै ट्रेडिसनल तरिकाको छ, उठ्दैन हो धेरै। सबै हुन्छ नि त है। यसो दर्शन गर्नुहुन्छ? त्यो भनेको नेपालको इतिहास बोकेको ठाउँ हो कि। सबै राजाहरू पचपन्न झ्याला दरबार हाल्ने यो कुन हो? मैले कन्फ्युज भयो। खै कताको म त बिर्सेमै कन्फ्युज। सबै पूजा गरेर नि हो। पानी खानुहुन्छ? के हो यो? आँखा हेर्नु न भने यही मूर्तिको हो।
हेर त्यहाँ कति नयाँ बनाएको यार कार्य गरेर पेन्टिङ गरेको छैन 250 रुपियाँ 250 रुपियाँ टेम्पल हो त्यो टेम्पल उताको दरबार उयो छ नि उयो त छेउको दरबार हो यहाँ मेरो साथी र म चिया खाएर बस्थ्यौँ त्यहाँ माथि त्यहाँ है मेरो मोबाइल क्यामेरा आयो भन्ने जाने टिकट हो क्या संग्रहालय जाने भित्र राजाहरूको छ क्या अब यता अब कता जाऊँ भने होटलतिर जानुपर्छ यता व्हाइट हाउस भनिस् क्या अहिले भनेको नि त जमानामा के लेखेको छ त्यहाँ सर चन्द्रसेन बहादुर राणा वाउ युरोपियन स्टाइलको नेपालको दरबार वाउ 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 कस्तो राम्रो है यहाँ चाहिँ निकै कलात्मक कुराहरू बेच्न राख्नु भएको छ यहाँ जस्तै हैन पुराना मूर्तिहरूदेखि लिएर खुकुरीहरूदेखि इत्यादि कुराहरू बेच्नका लागि चाहिँ यहाँ मार्केटै रहेछ यो चाहिँ दरबारको साइडमा रहेछ यसलाई बसन्तपुर दरबार भन्छ बसन्तपुर दरबार हो त्यो यस्तै कलात्मक मूर्ति खुकुरी मालाहरूले गर्दा नै यो ठाउँ एकदम प्रख्यात छ र यहाँ आन्तरिक तथा बाह्य पर्यटकहरू घुम्न र सामानहरू किन्नको लागि यहाँ आउनुहुन्छ हामी चाहिँ दिउँसोदेखि यहाँ घुमेका थियौँ र अब चाहिँ हामीले घुमेर सिधा आयौँ यहाँबाट अब हामी चाहिँ त्यहाँबाट आइसक्रिम खाएर अब रुमतिर लाग्नेछौँ ओके आइसक्रिम आज युरोपियन स्टाइलको दरबार देख्न पाएर मलाई एकदम खुसी लागेको छ आज
स्कुल सब कपीहरूलाई खिच्न जान्दैनौ पेटलाई दोष नदेऊ न यार ल टेस्ट गरेर भन्नुहोस् त कस्तो भएछ आइसक्रिम कस्तो छ यो थ्याङ्क यू स्ट्रबेरी एन्ड भेनिला मिक्स गरेछौँ हामीले मिक्स गरेर आइसक्रिम खाँदैछौँ वाउ वाउ यम्मी है डिलिसियस यम्मी डिलिसियस कस्तो लाग्यो हजुरलाई आइसक्रिम मलाई राम्रो लाग्यो स्ट्रबेरीको अब हामी चाहिँ फर्किँदैछ रुमतिर सामाजिक कार्यक्रममा भाइहरू वाइफले आफ्नो तर्फबाट सक्दो सहयोग गरेकी छिन् हामीले पनि आफ्नो तर्फबाट सक्दो सहयोग आफ्नो नजिक भएको गरिबहरूलाई गर्नुपर्छ त्यसैको एउटा उदाहरण दिएकी छिन् एकदम खुसी लाग्यो मलाई खुसी हुँदै आएको हामी चाहिँ अब घुमिसकेर रुमतिर लाग्दै दुईजना रुमतिर लाग्दै अब